गत वर्ष युरोपको इतिहासमा तेस्रो सबैभन्दा गर्मी वर्षको रूपमा दर्ता भएको थियो, जसमा स्पेन र पोर्चुगलका केही भागहरूमा 46 डिग्री सेल्सियस भन्दा बढी तापक्रम पुगेर नेसनल रेकर्डहरू तोडिएका थिए। त्यही चरम अवस्थालाई पछ्याउँदै यस हप्ता स्थिति झनै बिग्रिएको छ, जहाँ 40 डिग्री सेल्सियस भन्दा माथिको तापक्रमलाई रोकेर राख्ने विशाल हिट डोमका कारण आएको रेकर्ड ब्रेकिङ गर्मीको लहरले युरोपभरि 1300 भन्दा बढी मानिसहरूको ज्यान लिएको छ। यति धेरै मृत्युदरको मुख्य कारण भनेको युरोप विश्वव्यापी औसतभन्दा दोब्बर गतिमा तातिरहेको छ र त्यहाँका पुराना भवनहरूमा एयर कन्डिसनिङको ठूलो अभाव छ, जुन मुख्यतया गर्मीलाई बाहिर पठाउनुको साटो भित्रै रोकेर राख्ने गरी डिजाइन गरिएका थिए। अधिकांश मृत्युहरू जोखिममा रहेका समूहहरू जस्तै वृद्ध र दीर्घकालीन रोग भएका व्यक्तिहरू बीच भइरहेको छ, जो रातको समयमा पनि तापक्रम नघट्दा घातक हिट स्ट्रोक वा मुटु सम्बन्धी समस्याहरूको शिकार हुन्छन्। यसका साथै गर्मीबाट राहत पाउन असुरक्षित नदी वा तालहरूमा पौडी खेल्न जाँदा डुबेर मृत्यु हुनेहरूको संख्या पनि उल्लेख्य छ। अत्याधिक गर्मीका कारण चीनको एसी निर्यात 70% ले बढेको छ।